कालिका नगरपालिका स्थित एकीकृत जवान सङ्गतिको आयोजनामा आज मिति 2082 पौष 6 गतेका दिन यो साँझ एकीकृत जवान सङ्गतिको आयोजनामा संयुक्त क्याम्प फायर कार्यक्रम रहेको छ। यो 2082 सालको बडादिन क्रिसमसको सु अवसरमा क्यारोल साथसाथै हामीले आज चाहिँ क्याम्प फायरको आयोजना गरेका छौँ। क्याम्प फायरको लागि यहाँ कटिङ गर्दै हुनुहुन्छ मासु। चिया बनाउँदै हुनुहुन्छ। चिया न्यू लालटिन क्याम्प फायरको मासु सेकुवा यहाँनिर चाहिँ एकदमै रेडी भएछ। एउटा ग्लास निकाल्नु। चिया रेडी भइसकेको छ। यो चाहिँ चिकन हो? हजुर, यो तिनवटा चिकन। यो चाहिँ बफेलो। गीत गाएर रमाए मुर्खहरू ताली बजाए तालमा ताल मिलाए डाँडाहरू खुसी भए गीत गाएर रमाए मुर्खहरू। एकीकृत जवान सङ्गतिको आयोजनामा आज मिति 2082 पौष 6 गतेका साँझ संयुक्त क्याम्प फायर आयोजना भएको छ। र यो क्याम्प फायर हुँदै गर्दाखेरि आजको यो क्याम्प फायर प्रोग्राममा कार्यक्रममा चाहिँ यहाँ हामीसँग धेरै परिकारहरू लाग्दैछ। चिया, त्यसपछि सेकुवा, कफ अनि एकै समयपछि पपकर्न पनि हुन्छ भन्ने खबर सुन्नमा आएको हो। भिडियो भन्दा पनि त्यो मासुको चाहिँ भिडियो गर्नुपर्छ अरूको भन्दा पनि। प्रणेश भाइ, प्रणेश नाङ्लोमा है प्रणेश भाइले सबैजना हो। के हो खबर? आउनुभएका सम्पूर्ण जवान जवानीहरूलाई, प्रभुको जनहरूलाई र छिमेकी हाम्रा समाजसेवी मित्रहरू हुनुहुन्छ हाम्रो बिचमा र सम्पूर्णलाई पुनः एकपटक आजको यो कार्यक्रम समापन हुँदै गर्दाखेरि एकचोटि
क्रिसमसको शुभकामना भन्न चाहन्छु। ह्याप्पी क्रिसमस, मेरी क्रिसमस। र हामीले गत सालमा पनि यसरी हाम्रो एकीकृत जवान सङ्गतिको आयोजनामा नै क्याम्प फायर आयोजना गरेका थियौँ। त्यो बेलामा चाहिँ अलिकति हामीसँग धेरैजना साथीहरू चाहिँ पार्टिसिपेट हुनुभएको थियो र यो वर्षमा चाहिँ केही साथीहरू छुट्नुभयो जस्तो लाग्छ मलाई र आशा छ आउने वर्षहरूमा फेरि पनि जोडिनुहुनेछ। हामी प्रार्थनामा सम्झाउनुपर्छ। र अर्को कुरा, हामी जवानहरूले कहिले पनि भुल्नै नहुने बिर्सिनै नहुने कुरा चाहिँ सबभन्दा सुरुमा चाहिँ परमेश्वरको सेवा हो, परमेश्वरलाई प्रेम गर्ने कुराहरू हो। मैले बोल्नुपर्ने धेरै कुरा छैन, यति नै हो। अब हामी आजको चाहिँ कार्यक्रमलाई प्रार्थनाद्वारा समापन गरौँ। 10 बजी 10:30 भइसकेको छ। अनि डिस्टर्ब पनि हुन्छ छिमेकीलाई, हामीले त्यो कुरालाई पनि मध्यनजर गर्नुपर्छ। हामी प्रार्थना गरेर छुट्यौँ है।